वेलकम बैक टू माई भिडियो। म विक्रम छेत्री भैरवादेखि। सो म अब सब्जी लिन जाँदैछु। भैरवामा चाहिँ कान्छी बजार छ, सब्जी मार्केट, ठुलो मार्केट छ सब्जीको। सो त्यहीँ जाँदैछु म। सब्जी लिउने भन्नुभएछ मम्मीजीले। यो चाहिँ हाम्रो मिलन चौक भयो। हजुरले कहाँ भिडियो हेर्नुभएछ कमेन्ट गरिदिनु होला। म चाहिँ अहिले फ्रेसर नै हो, फ्रेसर ब्लगर हो। अब यस्तै भिडियो बनाउँदै अघि अरू राम्रो बनाउँछु, एडिटहरू गर्छु। अहिले चाहिँ धेरै प्रोफेसनल त छैन, बट मैले स्कुल टाइमदेखि नै बनाउँदै हल्का फुल्का रिल्सहरू, भिडियो, टिकटक। अब त्यो बनाउँदै यस्तै रङ्ग लाग्थ्यो। त्यहाँदेखि अहिले चाहिँ युट्युब च्यानलहरू सुरु गरेछु मैले। त्यही सबैले गर्छन्, आज भोलिमा सबैले चलाउँछन् युट्युबहरू। सो मैले पनि ट्राई गरिहाल्छु। सो म यहाँ चाहिँ दोकानमा काम थियो। यहाँ चाहिँ मेरो बाइकको जुन फाइल छ त्यो यहीँ छुट्टेछ। यहाँ नामसरी गराउनको लागि मैले दिएको थिएँ, बट त्यो नामसरी भएन बाइक। सो त्यही भएर मैले चलाएको छु अब यो वाला बाइक। देन यो भाइले सोधेको मैले फाइलको बारेमा। देन त्यो रिकन्डिसनमा छ अरे बाइक। त्यसपछि म फेरि आफ्नो बाइक लिएर गइहालेँ। पहिला म चाहिँ सब्जी किन्छु, त्यसपछि फाइल लिन पनि जान्छु। अनि यो चाहिँ कान्छी बजार हो। म चाहिँ अब घुम्दा पहिला टमाटरको भाउ सोधेँ। टमाटर चाहिँ ठिकै लाग्यो मलाई। 100 रुपियाँको 1 किलो दिएको थिएँ। मैले 1.5 किलो भने, तर महँगो रहेछ। अनि त्यही भएर 1.5 किलो त भएन, त्यही 100 रुपियाँको 1 किलो। अनि हजुरको उतातिर के कसो छ रेट, अलिक फरक छ कि यस्तै छ? भिडियो हेर्नुभएछ भने कमेन्ट गर्नु होला। म त यस्तै बोल्ने हो, कमेन्ट्री गर्ने हो, नत्र फेरि खाली लाग्छ भिडियोहरू। सो पैसा दिएँ मैले यहाँ। अब चाहिँ म अरू सामान किन्न जान्छु। यहाँ चाहिँ मैले आलु सोधेँ। आलु पनि 100 रुपियाँको 3 किलो रहेछ। अनि प्याज चाहिँ नयाँ थियो, यो चाहिँ राम्रो थियो। पहिला पनि म प्याज लिन आएको थिएँ, तर राम्रो थिएन। कन्फ्युज भएर मैले आधा किलो लिएर गएको थिएँ। अहिले चाहिँ 100 रुपियाँको 1.5 किलो दिएको थियो, त्यही म गराइदिएँ। अनि म फेरि यताउता हेर्न लाएँ सबै। अनि ठिकै छ, सब्जीहरू किन्न अझै बाँकी नै छ। सो यहाँ पनि पैसा दिन्छु। अनि यहाँ पनि फेरि म हिँड्छु। यसलाई फेरि टाटा बाई बाई नमस्ते सलाम भनिदिन्छु। अनि भइसक्यो। यहाँ चाहिँ अब मैले ब्रोकली लिन्छु। यहाँ ब्रोकलीको रेट मलाई 70 रुपियाँ भनेछन्। अनि यहाँ पनि मलाई राम्रो लागेन। फेरि अर्कोमा जान्छु म। अर्कोमा गएपछि ब्रोकलीको रेट फेरि मलाई 80 भने। फेरि यहाँ पनि पसन्द आएन। फेरि म अरू ठाउँ पनि जान्छु। ब्रोकली चाहिँ म पछि ल्याउँछु। अहिले बन्दाकोपी ल्याउँछु। यो चाहिँ मैले चाउमिन बनाउनेको लागि हो। थोडे मलाई एक पिस हरेक कुरा चाहिन्छ। अब के लाग्छ चाउमिनमा, गाजर भयो, शिमला मिर्च भयो, ब्रोकली भयो, बन्दाकोपी भयो। अनि सामान ल्याउँदा के बिर्सिन्छ। झन् मैले फोनमा लेखेर लिएर जान्छु। फेरि पनि घर जाँदा मैले चाहिँ खुर्सानी ल्याउनै बिर्सेको थिएँ। खुर्सानी चाहिँ लेखेको थिएन, केही भएन। अब फेरि यस्तै छ, बिर्सिने याद हुने यस्तै हुन्छ। यहाँ चाहिँ मैले मटर पनि गराएको। मटर राम्रो थियो, 100 रुपियाँ केजी दिएको थियो। मैले चाहिँ 1 पाउ लिएको। अनि पैसा दिएँ, मेरो सामान पनि भइहाल्यो। फेरि म चाहिँ अघि जान्छु ब्रोकलीको हेर्न। यहाँ चाहिँ मलाई फेरि 80 रुपियाँको दिन्छ यो अङ्कल ब्रोकली। यहाँ पनि मैले लिएन, यो त लुटेर रहेछ भन्दै म अघि गएको आन्टीले झन् 90 रुपियाँको लगाइदिई। पनि मलाई राम्रो लागेन रेट। मलाई चक्कर आउन लाग्यो। एउटै मन्डीमा कति थरथरीको रेट हुने रहेछ। अनि यहाँ चाहिँ म पहिलेवाला ठाउँमा आएँ। यहाँ फेरि मलाई 70 रुपियाँको नै दिएछ। अनि त्यही मैले फेरि आधा किलो 1 पाउ जति गराइहालेको। धेरै मलाई चाहिन्न, किनकि मलाई चाउमिनको लागि थोडे हरेक कुरा चाहिन्छ। त्यही म बटुल्दै हिँड्न लागेको। अनि फेरि केरा देख्यो मलाई। केरा पनि मैले हाफ दर्जन गराइहालेको। जाडोमा धेरै त लाग्दैन, बट केरा त मेरो फेभरेट हो। मैले सेकहरू खान पर्छ। सो यहाँ लिएर पनि म अब केरा जान्छु। अनि सुन्तला देखेँ मैले। सुन्तला पनि सोधेको, छुट्टै रेट छ। 100 रुपियाँ किलो, 120 रुपियाँ किलो, 180 रुपियाँ किलो, 140 रुपियाँ किलो। चाहिँ मैले चाहिँ आधा किलोले
140 वाला अनि त्यही लिएर फेरि म अब पैसा दिएको अनि अब म आफ्नो बाइकतिर लागेँ। सबै सामान म आफ्नो बाइकमा राख्छु यता र उता लेग गार्डमा चाहिँ। यो बाइकको यही सजिलो हुन्छ कि सामान ल्याउन अनि फ्यामिलीलाई बसाल्न यताउता गराउन सजिलो हुन्छ। म चाहिँ पहिला अर्को बाइक मैले बिचमा किनेको थिएँ R15 स्पोर्ट्स बाइक। त्यसमा फेरि अलिक गाह्रो हुन्थ्यो सामान ल्याउन अनि फ्यामिलीलाई पनि राम्रो कम्फर्टेबल हुन्न त्यो बाइकमा। अनि त्यही भएर मैले फेरि त्यो बाइक जुन रिकन्डिसनबाट ल्याएको थिएँ मैले त्यही रिकन्डिसनमा फिर्ता गरिदिएको। अनि चाहिँ यो मेरो बाइक जुन छ स्प्लेन्डर यसको फाइल फेरि यो दोकानमा रहेछ रिकन्डिसनमा। यहाँ त मैले सोधेँ यहाँबाट फेरि यहाँ होइन चाहिँ मेरो फाइल चाहिँ फेरि यिनीहरूलाई यातायाततिर पुऱ्याइदिएको होछन्। यातायातमा फोन गरेर सोध्नुभयो क्रिसमसको गर्दा बिदा थियो त्यहाँ पनि फेरि मेरो चाहिँ यहाँ पनि छैन। अनि दाइले भन्नुभयो फेरि फोन गरेर कि फाइलहरू यहाँ पुऱ्याइदिन पर्यो आज त हुन्न भोलि पर्सितिर आउनु होला भन्नुभयो। अनि मैले भने ठिकै छ फेरि अब यहाँ मेरो के काम मेरो त अरू पनि बहुत अझै काम बाँकी नै छ सामानहरू किन्न छ। फेरि त्यही एक हल्का कुरा गरेँ यसको किन नाम सरी भएन केही प्रब्लम भयो भनेर। यसको धेरै झमेला रहेछ त्यही भएर म फेरि हिँडिहालेको यहाँबाट पनि। यो चाहिँ लुम्बिनी गेटतिर आएछु म यति घुम्दैछु। अब फेरि यो बुद्ध चोकतिर जान लागेको म। बोल्दा बोल्दा नि मुख सुकिहाल्छ थाकिन्छ हाफिन्छ। यो चाहिँ बुद्ध चोकमा पछि छोडिसकेछु। यो म यता अब उता जान लाग्यो गल्ला मन्डीतिर जान लागेको। हाम्रो मिलन चोक हुँदै गल्ला मन्डी जान्छु। त्यहाँबाट नि अहिले चाउमिनको सामानहरू ल्याउन छ बाँकी नै छ सामानहरू ल्याउन। यो बाइक चलाउन कम्फर्टेबल त छ बट ठिकै छ जे होस् ओल्ड इज गोल्ड भन्छन्। सो यहाँ त म फेरि त्यता त मुड्ने होइन चाहिँ यता मेरो यो गल्ला मन्डीतिर म मुडिसकेछु। अब यहीँबाट सामान ल्याउँछु। यहाँ पनि हाम्रो सब्सक्राइबर हुनुहुन्छ यो दोकानमा नाम त अहिले म पढ्न भ्याएको थिएन। अनि त्यही यहाँ त मैले पहिला नै सामान लिएर गएको त्यही भएर म फेरि यहीँ आएको सामान ल्याउन। अनि यहाँ दाइले भन्नुभयो हजुर युट्युब ब्लगर हुनुहुन्छ भनेर मैले भने फेरि अहिले फ्रेसर नै हो यो हाल्दिनँ भनेको थिएँ भिडियो बट अब मैले फास्ट फरवर्ड गर्दैछु त्यति फेस क्लियर देखेको छैन है दाइ। भिडियो हेर्नु भएछ न माइन्ड नगर्नु होला बट लाइक गरिदिनु होला। अनि मेरो चाहिँ च्यानल सब्सक्राइबर गराउँदै थिएँ मैले दाइलाई भनेर। अनि विक्रम छेत्री आफै मैले भने मेरो भिडियो पनि आयो अनि बाबुले पनि लाइक कमेन्ट गर्दैछन् त्यहाँ। यस्तै छ। अब यहाँ त सामान लिएर जान्छु म। मैले के छ अब सामान याद गर्दै लेखाउनुको चायपत्ती अब के हो मेरो भिडियोहरू हेर्दै हुनुहुन्छ दाइले। अनि नेक्स्ट टाइम पनि म केही सामान चाहियो भने म दाइ जान्छु। अल ओभर म भैरवा त घुम्दै रहन्छु हरेक सामान ठाउँको ट्राई गर्न पर्छ सामान चाहिँ यस्तै छ। म मिल्छु नेक्स्ट भिडियो।